वेलकम टु माई मिनी ब्लग। आज मेरो भदैनीले हेर्नुहोस् त यहाँ के गरे। मेरो भदैनीले हेर न यहाँ के गर्छ हेर त्यो। चिकन टाँसी छ गाइस। अब कसरी निकाल्नु होला हेर्नुहोस् त है। आइसबाट म निकाल्ने कोसिस गर्दैछु। गाइस ल हेर्नुहोस् त मैले यसरी यो आइसले गरेको देखेको थिएँ। मैले पनि यहाँ आइसबाट नै गरेर सिक्दैछु। यसो गर नानी। यसरी निस्किन्छ अरे भनेर सिकाएको हामीलाई। हामी पनि यसरी निकाल्दैछु। यो बच्चाको पत्र के हेर नि यहाँ कपालमा चिकन टाँसेर मैले चाहिँ युट्युबमा हेरेर यसरी गर्दैछु निकाल्दैछु गाइस। आइसले निकाल्नु अरे भनेर म पनि त्यसरी निकाल्दैछु है। यहाँ आइस टन्नस हेर्नु नि। बस यसो गर कान्छ। त्यही त काट्नुपर्छ कपाल। निकाल्दैछु म हेर्नु नि। आधी निस्किँदा रहेछ तर आइसले चाहिँ यो मैले युट्युबमा हेरेर गरेको आम्मामा निस्किनै मान्दैन त कपाल। के गर्छ चकचक गर्छ सधैँ। आम्मा चकचके भदैनी हेर त यहाँ निस्किँदैछ है। तर गाइस यसरी गर्नु रहेछ है। हामीले मोबाइलमा हेर्छु धेरै किसिमको कुराहरू हेर्छु तर यसै धेरै कुराहरू पनि हामीलाई आउँदो रहेछ गाइस। हेर्नुहोस् है ल यत्रो चिकन टाँसेको चाहिँ। फाइनली मेरो भदैनीको ल निस्क्यो कपाल हेर्नुहोस्। निस्क्यो मेरो भदैनीको। थ्याङ्क यू भन आमालाई। थ्याङ्क यू खै थ्याङ्क यू।